सबैलाई मेरो च्यानलमा स्वागत छ। आज फेरि पनि मैले नयाँ रेसिपी भिडियो लिएर आएको छु। आज हामी बनाउन गइरहेका छौं मिठो चिकन बिरयानी अनि फिश फ्राई। लेट्स स्टार्ट है त। फर्स्टमा चाहिँ हामीले लसुन, प्याज, अदुवालाई रेडी पार्ने। प्याजलाई चाहिँ मसिनो पारेर काट्यो भने चाहिँ मिठो हुन्छ। त्यसपछि बसालिरहेको कराईमा मजाले तेल हालेर तेललाई तताउने। अनि त्यसपछि उतापट्टि मासु पनि काटेर रेडी गरिराख्ने। अनि काटिरहेको प्याजलाई तातिसकेको तेलमा हालेर मजाले भुट्ने। हालिसकेपछि प्याजलाई मजाले चलाउँदा उसलाई मजाले भुटेपछि अब हामी अघि नै रेडी पारेको लसुन र प्याजलाई चाहिँ पेस्ट बनाउने। मजाले कुटेर थिचेर मसिनो बनाएपछि फेरि पनि एकचोटि प्याजलाई चलाउने। प्याज चलाएपछि यतापट्टि पेस्ट पनि रेडी भइसकेको हुन्छ। अनि त्यसपछि काटिरहेको मासुलाई फ्राई भइसकेको प्याजमा हालेर अनि एकछिन त्यसलाई मजाले चलाएर मासुलाई मजाले चलाएपछि प्याज र मासुलाई मिक्स गरेर राख्ने। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। त्यसपछि यतापट्टि हामी भात बसाल्नु पर्छ। भातलाई चामललाई मजाले पखालेर माइक्रोवेभ राइस कुकरमा रेडी गरेर माइक्रोवेभमा हालिदिने। अनि त्यसपछि फेरि मासु र प्याजलाई चलाउने। मासु चलाउँदाखेरि पानी आएको जस्तो लाग्छ, तर पनि त्यसलाई फ्राई गरिराख्ने। मजाले चलाइराख्यो भने चाहिँ मजाले फ्राई हुन्छ। रेडी पारेको अघि नै लसुन र अदुवाको पेस्टलाई पनि हालिदिने। हालेर फेरि त्यसलाई मजाले चलाउने। प्याज, लसुन, अदुवा र मासुलाई मिक्स गर्ने। त्यसपछि यता फिसतिर लाग्नुपर्छ हामी। अनि अघि नै त्यो फिसमा अघि नै राखेको लसुन अदुवाको पेस्टलाई फिसमा हाल्ने, मसला हाल्ने अनि लेमन जुस हालेर मजाले मोलेर म्यारिनेट गर्नु पर्यो। अलिकति मसला फेरि थप्यौँ हामीले। त्यसपछि फेरि बिरयानीतर्फ लाग्यौँ हामी। बिरयानीमा अब फ्राई भइसकेको मासुमा बिरयानी मसला 2 प्याकेट चाहिँ हामीले सबै हालेर त्यसलाई मजाले चलाएर एकछिन भुट्नु पर्यो। फेरि पालो रहेको छ योगर्टको। अनि त्यसपछि हामीले 4-5 चम्चा जति योगर्ट हालेर फ्राई भइसकेको मासुमा योगर्ट हालेर मजाले चलाउने। अनि कस्तो पानी आएको जस्तो फिल हुन्छ, तर पनि त्यसलाई फ्राई गरिराख्ने। मजाले फ्राई गरिराखेपछि मजाले चलाउने। अनि त्यसपछि अनि मासुबाट कस्तो पानी आएको जस्तो लाग्ला, तर पनि त्यसलाई एकछिन छोपेर भए पनि राख्ने। अरे कहना क्या चाहते हो? अनि त्यसलाई छोडिदिने। अनि त्यसपछि फेरि अब फिस फ्राई गर्नुतर्फ लाग्छौँ हामी। एयर फ्रायरमा अलिकति ओइल स्प्रे गरेर अनि त्यसपछि म्यारिनेट गरिरहेको फिसलाई हालेर मजाले एक राखेर मिलाउने। अनि त्यसपछि टाइमर सेट गरिदिने। हामी चाहिँ जहिले पनि 15 मिनट फ्राई गरेर खान्छौँ। अब लेट्स मेक बिरयानी है त। अघि नै रेडी पारिरहेको मासुमा अघि पकाएको हाम्रो भात हालिदिने। माथिबाट 2-3 चम्चा घिउ हालेर अनि त्यसलाई एकछिन छोपिदिने। यतापट्टि फिस हेर्न आउँदाखेरि फिस त डिप फ्राई भइसकेछ। अब हाम्रो फिस रेडी भइसकेछ। अनि अघि नैको त्यो हाम्रो मासुमा भात हालेर मिक्स गरेर हाम्रो बिरयानी चाहिँ रेडी भइसकेको थियो। अब हामीले फिस र बिरयानीलाई गम खाने। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू सो मच गाइस। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला।